नमस्कार, शिक्षा विमर्शमा हार्दिक स्वागत छ। शिक्षा विमर्शमा आज हामी संविधानविद तथा वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवालीसँग कुराकानी गर्दैछौँ। 1.5 वर्ष अघि शिक्षा विधेयक संसदमा दर्ता भइसके पनि अघि बढ्न सकेको छैन। शिक्षा विधेयक शिक्षा ऐनमा रूपान्तरण हुन नसक्नुमा केही पेचिला विषय देखिएका छन्। संविधानको अनुसूची 8 ले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। त्यस्तै निशुल्क शिक्षा र निजी विद्यालय व्यवस्थापन अरू पेचिला विषय हुन्। यी विषयका बारेमा शिक्षा क्षेत्रका सरोकारवालादेखि लिएर सांसदसम्ममा पनि वैचारिक अस्पष्टता देखिन्छ। यिनै विषयमा स्पष्ट पार्न आज हामी डाक्टर गेवालीसँग कुराकानी गर्दैछौँ। नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। अहिले अब शिक्षकहरूको आन्दोलन पनि चलिरहेको छ हैन, यहाँलाई थाहा नै छ। र केही समय अगाडि चाहिँ शिक्षा मन्त्री विद्या भट्टराईले एउटा सार्वजनिक कार्यक्रममा के भन्नुभएको थियो भने यो शिक्षा विधेयक अघि नबढ्नुमा एउटा कारण चाहिँ शिक्षकहरूको माग पनि हो र शिक्षकहरू चाहिँ विशेष गरेर भनौँ न हैन, यो विद्यालय शिक्षाको जिम्मेवारी र अधिकार जुन अनुसूची 8 ले दियो स्थानीय तहलाई, स्थानीय तह मातहत चाहिँ बस्न नचाहेकोले हो भनेर भन्नुभएको छ। अब अहिलेको अवस्थामा यो संविधान संशोधन नगरी यो माग पुरा हुन सक्छ? यहाँले कसरी हेर्नु भएको छ यसलाई? स्थानीय तह अन्तर्गत जति पनि आधारभूत र माध्यमिक स्कुलहरू चाहिँ स्थानीय तह अन्तर्गत नै अनुसूची 8 मा यो राखिएको छ। यो संवैधानिक अधिकारको प्रत्याभूति स्थानीय तहलाई छ। स्थानीय तहलाई आधारभूत र माध्यमिक शिक्षा चाहिँ भइसके पछाडि शिक्षकहरूले चाहिँ म आधारभूत र माध्यमिक शिक्षाको चाहिँ स्थानीय तह अन्तर्गत म बस्दिनँ भनेर भन्न पाउने संवैधानिक अधिकार उहाँहरूलाई रहन्न। स्थानीय तहको एकल अधिकार जुन एक्सक्लुसिभ पावर भनिन्छ, त्यो एकल अधिकार अन्तरभन्दा बाहिर गएर सरकारले पनि सम्झौता गर्न सक्दैन। यदि सम्झौता त्यस्तो गर्छ भने पनि संविधानसँग बाजिन्छ। कानुन बाजियो भने त बदल हुन्छ। सम्झौता बाजियो भने के हुनसक्छ भन्दा सम्झौताको कुनै चाहिँ अर्थै रहँदैन। एभिनिसो भोइड भन्छ त्यसलाई, शून्यकरण नै हुन्छ। त्यसैले संविधान संशोधन गरेर आधारभूत र माध्यमिक शिक्षा पनि सँगै हुने भनेर राखेको भए उहाँहरूको मागहरू, उहाँहरूका सम्झौताहरू लागू हुन सक्छन्। अन्यथा चाहिँ त्यो संविधानसँग पनि बाजिन्छ र त्यसको सम्झौताको कुनै कारण पनि हुन सक्दैन। गत वर्ष अब यो शिक्षा विधेयक संसदमा दर्ता भएपछि पनि त्यतिखेर छुट्टा छुट्टै शिक्षकहरूको समूहसँग चाहिँ यो सम्झौता भएको थियो हैन, सरकारले नै सम्झौता गरेको थियो। र त्योभन्दा अगाडिदेखि नै एउटा चाहिँ उहाँहरूले उठाउँदै आउनुभएको, जस्तो अब स्थानीय तह मातहत चाहिँ रहँदैनौँ भन्ने कुरा एउटा भए पनि अब विभिन्न बुँदाहरू पनि छ हैन पछिल्लोचोटि हेर्दा। जस्तो मैले एउटा उदाहरणको लागि यहाँलाई भन्ने हो भने शिक्षा विधेयक अहिले जुन चाहिँ छ विचाराधीन, त्यसमा चाहिँ अब शिक्षकको सरुवाको कुरा स्थानीय तह मार्फत हुने भनेर स्थानीय तहलाई चाहिँ अधिकार दिइएको छ। र गत वर्ष सरकारले गरेको सम्झौतामा चाहिँ शिक्षकहरूले यो परिवर्तन हुनुपर्छ यो व्यवस्थामा भनेर केही कुरा चाहिँ उहाँहरूले माग गर्नुभएको थियो। त्यसमा चाहिँ सम्झौता भएको छ हैन। भनेपछि यी लगायत विभिन्न अरू सम्झौता पनि छन्। यो सम्झौता सरकारसँग भएको सम्झौताको कुनै अर्थ रहँदैन कार्यान्वयन गर्नुपर्छ भनेर। त्यसो भए हो, यसो अब शिक्षकहरूलाई चाहिँ स्थानीय तहले नियुक्ति पनि गर्न सक्छ, सौरा पनि गर्न सक्छ, बौडा पनि गर्न सक्छ। जहाँसम्म संविधान लागू भएको केही समय पछाडि स्थानीय तहमा स्थानीय सरकारले सामुदायिक विद्यालय भन्नुहोस् या अन्य निजीमा त जाने कुरो भएन, सामुदायिक विद्यालयहरू जति छन् नि त्यसका चाहिँ शिक्षकहरूलाई सौरा गरियो। सौरा गरे उप चाहिँ सामान्य सर्वोच्चमा मुद्दा परे। पहिलो बागलुङको एकजना हेड सरले चाहिँ गर्नुभएको थियो। त्यो व्याख्यामा चाहिँ के भन्यो भन्दाखेरि आधारभूत र माध्यमिक शिक्षा चाहिँ स्थानीय तहको हुनाले स्थानीय तहले नै उसलाई सौरा गर्न सक्छ। त्यस कारणले सौरा गरेको कुरा ठिक छ भनेर सुप्रिम कोर्टले पनि व्याख्या गरेको छ। त्यसैले अहिले जुन मागमा चाहिँ स्थानीय तहले सौरा गर्न हुन्न भनेर सङ्घीय सरकारसँग सम्झौता गरेको छ भने पनि त्यसको कुनै अर्थ रहन्न। पहिलो संविधानले नै बाधक छ, उहाँहरूलाई चाहिँ सौरा गर्न हुन्न भन्ने कुरा रहेन, सौरा नै गर्न सक्छ। त्यसमा केही उहाँहरूले प्रावधान थप गर्नुपर्छ भन्ने कुरा उहाँहरूको माग छ। प्रावधान थप गर्नलाई पनि संविधान संशोधन गर्नुपर्ने हुन्छ, किनभने आधारभूत माध्यमिक शिक्षाको एकल राइट, एकल अधिकार, त्यसलाई एक्सक्लुसिभ पावर भन्छ। एक्सक्लुसिभ पावर
जसको हो संविधानमा अव्यक्त अधिकार भनिन्छ, अभिव्यक्त अधिकार भनिन्छ, त्यो अभिव्यक्त अधिकार स्थानीय तहलाई छ। कुन शिक्षालाई कहाँ सुरु गर्ने, कुन शिक्षालाई कहाँ सुरु गर्ने, कहाँ पाए पर्न सक्छ, त्यो ब्यालेन्स गर्ने अधिकार, एकल अधिकार स्थानीयलाई भावनाले त्यो सम्झौताको अर्थ रहन्न। यस्तो हुँदाहुँदै सरकारले शिक्षकहरूलाई यो त कस्तो भने पङ्गु बनाएको जस्तो पनि हो नि त, होइन? यो कुरा चाहिँ स्पष्ट छ भने फेरि पटक 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 किन यसरी सम्झौता गर्छन् त शिक्षकसँग, होइन? शिक्षकमाथि अलिकति यो त बेइमानी गराए जस्तो पनि भयो नि। अनुसूची 8मा गइसके पछाडि सबै स्थानीय तहका आधारभूत र माध्यमिक विद्यालयहरू छन्, त्यो शिक्षकहरूको सौर्य गर्ने, नियुक्ति गर्ने, बढुवा गर्ने सबै स्थानीय तहलाई नै हुनेछ भनेर संविधानमा गरिसकेपछि अब सङ्घीय सरकारसँग सम्झौता गर्ने पहिलो क्षेत्राधिकार नै छैन। संविधानसँग बाध्य भएसम्म त भोलि कुनै पनि नागरिकले त्यो सम्झौता अनुसार चाहिँ केही चाहिँ विधेयकमा राखियो भने त बाध्य भनेर बदर गर्न सक्छ। त्यसैले बदर हुने गरी अथवा पछि चाहिँ भविष्यमा पनि त्यो रहन नसक्ने गरी सम्झौतामा लेखिएका कुराहरू अनि विधेयकमा राखेर आयो भने त त्यो के छ भने यो स्थानीय तहको एकल अधिकार अन्तर्गत या यो एक्सक्लुसिभ पावर अन्तर्गत नै त्यो बाजिन पुग्छ र भोलि एभिडेन्स भोइड हुनसक्छ, अर्थात् प्रारम्भदेखि नै बदर हुन्छ। त्यस्तो चाहिँ ऐनमा चाहिँ विधेयकमा राख्नु चाहिँ राम्रो हुन्न। धेरै छ, धेरै बुदाहरूमा सहमति भएको छ। एउटा त मैले शिक्षक सरुवाको यहाँलाई भनिहालेँ, होइन? त्यसमा चाहिँ हुन त अब विधेयकमा त स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ। प्रस्ताव गर्दाखेरि स्थानीय तहले नै एउटा विद्यालयबाट अर्को विद्यालयमा पनि गर्न सक्ने, एउटा पालिकाबाट अर्को पालिकामा पनि गर्न सक्ने भन्ने जुन प्रावधान छ, त्यो प्रावधानपछि चाहिँ शिक्षकहरूको असहमति हो र त्यसलाई चाहिँ संशोधन गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ भन्ने मैले एउटा यो उदाहरणको रूपमा मात्रै माग गरेँ, होइन? र अर्को कुरा के आउँछ भने जस्तो यहाँले भन्नुभयो एकल अधिकार हो भनेपछि कुरै सिद्धियो, होइन? त्यसो भए फेरि यो अनुसूची 9ले साझा भनेर भनेको छ नि, शिक्षा, खेलकुद, पत्र पत्रिका, त्यो चाहिँ किन थप गरिएको हो खास? त्यसको अर्थ चाहिँ अब यस्तो छ, संविधानले 3 तहका सरकारको परिकल्पना गरिसकेपछि प्रत्येक तहका सरकारहरू जस्तो स्थानीय तहको चाहिँ एकल अधिकार छ, साझा अधिकार पनि छ। जस्तो एकल अधिकारमा अनुसूची 8, साझा अधिकारमा अनुसूची 9 छ। अनुसूची 9 चाहिँ स्थानीय तहको मात्रै छैन, त्यसमा प्रदेश सरकार पनि छ र सङ्घीय सरकार पनि छ। त्यो भनेको के हो भन्दाखेरि अब स्थानीय तहको एकल अधिकार आधारभूत र माध्यमिक त छोडेकै छ, अनुसूची 8मै छ, त्यसलाई चलाउनै पाइएन। जहाँ चाहिँ साझा चाहिँ त्यो बाहेकको जुन एकल अधिकारभन्दा बाहेकको कुरामा सङ्घीय सरकारले स्पष्ट नीति, मापदण्ड र विशेष कानुन चाहिँ बनाउनु पर्ने हुन्छ। त्यो चाहिँ सङ्घीय संसदले पारित गरेर यति अधिकार चाहिँ सङ्घीय सरकारको शिक्षा सम्बन्धी अधिकार सङ्घीय सरकारलाई, यति अधिकार चाहिँ प्रदेश सरकारलाई, यति अधिकार चाहिँ स्थानीय तहलाई हुनुपर्छ भनेर उसले मापदण्ड बनाइदियो भने र उसले चाहिँ स्पष्ट नीति बनायो भने, स्पष्ट कानुन बनायो भने बल्ल स्थानीय तहलाई दिएको कति अधिकार हो, त्यो अधिकार अन्तर्गत सङ्घीय सरकारको साझा सूची अन्तर्गतको अधिकार जुन मापदण्डले बनाएको छ, ऐन र नीतिले बनाएको छ, त्यसले पहिला बनाउँछ। त्यसपछि त्यससँग नबाजिने गरी प्रदेश सरकारले बनाउँछ, प्रदेश सरकारसँग नबाजिने गरी स्थानीय तहले आफ्नो साझा सूचीभित्र चाहिँ अब त्यसलाई कन्भर्ट कहाँ जान्छन् एकल अधिकार अन्तर्गत, त्यसलाई चाहिँ मापदण्डभित्र पारेर अनि त्यो मापदण्डभित्र परेको चाहिँ कानुन प्रदेश के अरे स्थानीय तहको कानुनमा चाहिँ समाहित भएपछि बल्ल त्यो लागू हुन्छ। त्यसैले एकल अधिकार जस्तो साझा सूचीका अधिकार हुँदैन। त्यो एकल अधिकार संविधानसँग नबाजिने गरी बनाउँछ, साझा अधिकार चाहिँ सङ्घीय सरकारले ईश्वर नीति र मापदण्ड ऐन बनाएर आफूलाई राख्छ, त्यसै प्रदेशलाई दिन्छ, बाँकी रहेको अनि लोकललाई दिएर लोकलले चाहिँ पाएको अधिकार आफ्नो लोकलका कानुनमा राख्नुपर्ने हुन्छ। अब कानुनमा नआउँदासम्म, लोकलले स्थानीयको कानुनमा नआउँदासम्म त्यो मेरो अधिकार हो भन्न सक्ने कुनै पनि शिक्षकहरूको हुँदैन। यो चाहिँ नबाजियोस् भन्ने उद्देश्यले पनि नबाजियोस् भनेर त्यसरी हेर्नु पर्यो। साझाको चाहिँ सङ्घीय सरकारको कानुनलाई नबाजिने गरी प्रदेशले बनाउनुपर्छ, प्रदेश सरकारको कानुनलाई नबाजिने गरी स्थानीयले बनाउनुपर्छ। तर एकल अधिकार चाहिँ अरू 3 तहका सरकारले के कानुन बनायो भन्ने कुरो मतलब भएन, आफ्नो संविधानसँग नबाजिने गरी संविधान दिएको अधिकार अन्तर्गत उसले स्थानीय तहमा उसले आफ्नो कानुनहरू एकल अधिकार अन्तर्गत बनाउन सक्छ र एक्सक्लुसिभ पावर भन्छ त्यसलाई चाहिँ संविधानसँग बाज्य भने फाल्न सक्छ। होइन भने अन्य
सरकारले के कानुन बनायो, शिक्षा ऐन कस्तो बनायो, सङ्घीय प्रदेश ऐन शिक्षा ऐन के बनायो भन्ने कुरामा मतलब हुँदैन। जुन हाम्रो चाहिँ राहत कोटा छ, त्यसपछि अरू कोटाहरू छ, ती कोटाहरू चाहिँ अब यो शिक्षा विधेयक 2080 मा दरबन्दीमा परिणत गर्ने र त्यसमध्ये पनि 50% चाहिँ सीमित यो आन्तरिक प्रतिस्पर्धा, बाँकी 50% खुला प्रतिस्पर्धा गर्ने भनेर चाहिँ शिक्षा विधेयकमा प्रस्ताव गरिएको छ। शिक्षकसँग सम्झौतापछि सरकारले के गर्यो भने शिक्षक महासङ्घसँग गर्दाखेरि 50%लाई बढाएर 75% गर्ने भनेको छ सरकारले, होइन। पछि फेरि राहत शिक्षकहरूसँग सम्झौता गर्दा 100% आन्तरिक गर्ने भनेको छ। मैले जान्न खोजेको कुरा, अब सरकारले यसरी सम्झौता पनि गर्छ, हामी चाहिँ तपाईहरूको माग चाहिँ पुरा गर्न प्रतिबद्धता जनाउँछौँ भनेर, एउटा यो कुरा भयो। अर्को चाहिँ जस्तो अब शिक्षा विधेयकमै चाहिँ आन्तरिक प्रतिस्पर्धाबाट 50% चाहिँ गर्ने राख्ने भन्ने कुरा छ, होइन। अब कानुनमै आउँछ पछि। र एउटा शिक्षा क्षेत्रमा बारम्बार उठ्ने गरेको कुरा चाहिँ शिक्षा भन्ने कुरा अथवा शिक्षक ल्याउँदाखेरि चाहिँ खुला प्रतिस्पर्धाबाट ल्याउन पर्छ ताकि योग्य र काबिल शिक्षक चाहिँ भित्राउन सकिन्छ भन्ने पनि छ, होइन। तर विधेयकमै यस्तो प्रस्ताव गरिएको छ। अनि कतिले के भन्नुहुन्छ भने त्रिभुवन विश्वविद्यालयमा चाहिँ यस्तै खालको केसमा चाहिँ सर्वोच्चले चाहिँ फेरि हराएको छ भन्ने खालको कुरा छ। यो बाजिन्छ कि बाजिँदैन पछि सरकारले नै यो कानुन ल्यायो भने? अब यस्तो हुन्छ, त्रिभुवन विश्वविद्यालय चाहिँ सङ्घीय सरकारको विश्वविद्यालय हो। त्यसमा त्यहाँ त्रिभुवन विश्वविद्यालयमा चाहिँ सबै शिक्षकहरूको नियुक्ति कसरी हुन्थ्यो भन्दाखेरि प्राध्यापकहरूको नियुक्ति पहिला पार्ट टाइममा नियुक्ति हुने, कसैले चाहिँ नियुक्ति दियो भने सकियो क्याम्पस प्रमुखहरूले, त्यसै त्यो पार्ट टाइमलाई चाहिँ अनि दरबन्दी क्रिएट गरेर विद्यार्थीको सङ्ख्या अनुसार अनि करारमा नियुक्ति गर्ने, करारलाई नै आन्तरिक प्रतिस्पर्धाबाट अनि चाहिँ उपप्राध्यापकबाट नियुक्ति गर्ने चाहिँ व्यवस्था थियो। तर त्यहाँको चाहिँ सबै विश्वविद्यालयबाट उत्पादन भएका विद्यार्थीहरूले गोल्ड मेडलिस्टहरू पनि अनि उपप्राध्यापकमा लड्न नपाइने भयो, प्रतिस्पर्धामा भाग लिन नपाइने भयो। किन भन्दाखेरि त्यहाँ पार्ट टाइम हुँदै करार हुँदै आन्तरिक प्रतिस्पर्धामा नै ती सिटहरू सबै सीमित भए र गोल्ड मेडलिस्टलाई पनि त्यहाँ चाहिँ प्रतिस्पर्धामा भाग लिन पाइएन। त्यसैले चाहिँ यो चाहिँ एउटा शिक्षामा चाहिँ रोजगारी सिर्जना हुन सकेन भनेर नै उहाँ सामान्य सर्वोच्चमा रिट लिएर जानुभएको थियो त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले, होइन। त्यो गइसकेपछि सुप्रिम कोर्टले के भन्यो भन्दाखेरि अब आइन्दा जस्तो चाहिँ पार्ट टाइम हुने र करारहरू दरबन्दी नदिइकन करारमा जति छन् पार्ट टाइमबाट करारमा लगेर त्यसको आन्तरिक प्रतिस्पर्धा नगर्ने, त्यो ओपन नै गर्नुपर्ने अनि खुला नै गर्नुपर्ने। अब यो करारबाट चाहिँ आन्तरिक प्रतिस्पर्धाबाट विद्यार्थीलाई चाहिँ वञ्चित गर्न हुन्न, ओपन नै खुलाउनुपर्छ भनेर यसरी भनेको अवस्था विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालयको हकमा हो। तर यही कुरा यता चाहिँ शिक्षामा लागु हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन, किनभने शिक्षाको चाहिँ विद्यालयको हकमा चाहिँ त्यो कसैको रिट परेर त्यसरी व्याख्या भएको अवस्था होइन, यो विश्वविद्यालयको हकमा मात्रै देखिन्छ। र शिक्षा ऐन, सङ्घीय ऐन, प्रादेशिक ऐन, स्थानीय ऐन बनाउने अधिकार त सबै सरकारलाई छ, त्यो त छुट्टा छुट्टै हो। त्यस कारणले त्यसको नजिर चाहिँ शिक्षामा लागु हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन, यो विद्यालयमा लागु हुन्छ भन्ने लाग्दैन। यो त विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालयको नजिर हो। अब त्यो नजिरलाई आधार बनाएर यो आन्तरिक कोटाहरू या राहत कोटाहरू बाट चाहिँ 50% या 100% लैजाने भन्ने जुन व्यवस्था गरिएको छ त्यो उनीहरूको अधिकार अन्तर्गत, एकल राइट अन्तर्गत सबै 3 तहका सरकारका विद्यालयका अधिकारलाई प्रयोग गरेर गरेका छन् भने विश्वविद्यालयको चाहिँ नजिरले चाहिँ त्यसलाई चाहिँ रिप्लेस गर्न सक्दैन। अब अर्को एउटा कुरा, जस्तो यो निशुल्क शिक्षा माध्यमिक तहसम्म चाहिँ निशुल्क शिक्षा भनेर संविधानमा व्यवस्था गरिएको छ, मौलिक हक नै अन्तर्गत राखिएको छ र प्राध्यापकदेखि शिक्षाविददेखि होइन शिक्षक सांसदहरूसम्मको पनि अलिकति अन्यल देखिन्छ क्या। जस्तो निशुल्क शिक्षा भनेपछि सार्वजनिक र निजी विद्यालय दुवैमा हो नि, दुवैमा हुनुपर्छ भन्ने छ, होइन। यो चाहिँ के हो खास, यसमा स्पष्ट गरिदिनुहोस् न। यो आफ्नो आफ्नो तर्क, किनभने संविधान मूल कानुन हो, सबैतिर हुनुपर्छ भन्ने बुझाइ छ। यो बुझाइ त सही हो कि गलत हो कि के हो? अब यो खास हाम्रो अभ्यासमा त सार्वजनिक विद्यालयमा मात्र निशुल्क शिक्षा छ, होइन। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले पनि त्यही नै भनेको छ, होइन। सार्वजनिक विद्यालयमा चाहिँ निशुल्क, निजीमा त सशुल्कै छ। के हो खास यो? अनि यस्तो हुन्छ, अब कम्पनी ऐन अनुसार के भन्दा संसारकै प्रचलन भनेको कम्पनी भनेको आखिर प्रफिट कमाउने हो।
त्यसमा कम्पनी ऐनले चाहिँ सेवामूलक कम्पनी पनि छन्, नभएका होइनन्। गैर नाफामूलक कम्पनी पनि छन्। गैर नाफामूलक कम्पनी खोल्यो भने गैर नाफामूलक नै बनाउनु पर्यो। तर कम्पनी नै खोल्यो भने त्यो त कम्पनीमा त प्रफिट नै हुन्छ। प्रफिट खोल्नलाई पनि दिने, फेरि यता अर्कोतर्फ निःशुल्क पढाऊ, निःशुल्क शिक्षा देऊ भन्ने हो भने सरकारले निःशुल्क शिक्षा दिनलाई त्यो कम्पनीलाई कति अनुदान दियो, अनुदानमा भर पर्छ। यदि अनुदान दियो भने उसले चाहिँ अनुदान दिएपछि उसले निःशुल्क पढाउनु पर्यो। अनुदान दिँदैन केही पनि छैन भने त उसले त प्रफिट त कमाइहाल्छ नि। तर सेवा चाहिँ तिमीले गर है, सेवा पनि गर भन्ने एउटा चाहिँ कानुन बनाउनु पर्ने त हुन्छ। विधेयकमा बनाउनु पर्यो भने कानुन बनाउनु पर्ने हुन्छ। तर कम्पनी भन्दा बित्तिकै गैर नाफामूलक गयो भने नाफै गर्न पाइएन। तर कम्पनी मात्रै भने प्रफिट चाहिँ संसारकै कम्पनीमा प्रफिट गर्ने हुन्छ, फाइदा हुन्छ। तर सेवा पनि गर भनेर केही चाहिँ क्लज राखिदिने भने सेवा पनि गर्न सक्छन्। तर सबै निःशुल्क हो, कम्पनी खोले पनि निःशुल्क हो, गैर नाफामूलक पनि निःशुल्क हो। हाम्रो चाहिँ अहिले फन्डामेन्टल राइटमा चाहिँ आधारभूत माध्यमिक शिक्षा होइन, शिक्षा चाहिँ अझै दलितहरूलाई त उच्च शिक्षासम्म पनि निःशुल्कै गर्ने भनी छ। तर निःशुल्क चाहिँ सरकारले लगानी गरेका विद्यालयमा निःशुल्क हो। सरकारले लगानी गरेको छैन, कम्पनी खोल्न दिएको छ भने त त्यो कसरी निःशुल्क हुन्छ र? कि त उसले अनुदान दिनु पऱ्यो। ल मैले अनुदान दिन्छु तिमीले निःशुल्क गर भनेर सरकारले त्यसो नीति ल्यायो भने, कानुन ल्यायो भने त्यो फेरि निःशुल्क पनि दिन सक्छन्। नसक्ने भन्ने प्रश्न भएन। जस्तो भनौँ न, अमेरिकन विश्वविद्यालयहरूमा 12 कक्षा निःशुल्क छ होइन, चाइनामा चाहिँ 100% निःशुल्क छ, युरोपमा पनि धेरै ठाउँ निःशुल्क छ। ऐनमा चाहिँ कुनै पनि शुल्क लिन नपाइने भन्ने छ। तर त्यसपछि नियमावलीमा हेऱ्यौँ भने चाहिँ 4वटा शीर्षक भनेर तोकिदिएको पाइन्छ कि होइन। जस्तो भर्ना शुल्क, मासिक शुल्क, त्यसपछि पाठ्य पुस्तकको पैसा र परीक्षा शुल्क लिन नपाइने भन्ने कुरा। त्यसरी अहिले भएकोमा 2075 ऐन छ र 77 नियमावली छ होइन, यहाँले पनि हेर्नु भएको छ। अहिले विद्यालय शिक्षा विधेयक 2080मा पनि के गरिएको छ प्रस्ताव भनेपछि चाहिँ सार्वजनिक विद्यालयले कुनै पनि शुल्क लिन नपाइने भन्ने नै त्यहाँ लेखिएको छ होइन। त्यसपछि तर अभिभावक अथवा कोही चन्दादाताहरूसँग स्वेच्छाले चाहिँ दानहरू त्यस्तो चाहिँ लिन सकिने भन्ने खालको कुरा पनि छ होइन। यस्तो कुराले गर्दाखेरि नि जहिले पनि यो निःशुल्क शिक्षा चाहिँ कार्यान्वयनमा अन्यल जस्तो पनि हुँदो रहेछ। र सँगसँगै अब यो शिक्षा विधेयक 2080 को सन्दर्भमा निःशुल्क शिक्षाको कुरा गर्दाखेरि थुप्रै सांसदहरूले विद्यालयमा चाहिँ सरकारको लगानी पुगेन भने अभिभावकसँग साझेदारी गर्न सकिने भनेर थुप्रै संशोधन प्रस्ताव पनि हाल्नु भएको छ होइन। यो खास कसरी यसलाई चाहिँ यस्तो विधेयकहरू बनाउँदा पछि नियमावली बनाउँदाखेरि पछि चाहिँ फेरि कार्यान्वयन गर्दाखेरि अलिकति अप्ठ्यारो नहोस् भनेर कस्ता कुराहरूमा पहिल्यै स्पष्ट हुन जरुरी छ? पहिलो चाहिँ ऐनमै निःशुल्क विद्यालय शिक्षा चाहिँ निःशुल्क हुनेछ भन्यो भने संविधान अनुकूल भयो भएन हेरिन्छ। निःशुल्कको परिभाषा के हो भन्ने? निःशुल्क भनेको केमा? ट्युसन फी भन्छ नि, अर्थात् भर्ना फी, ट्युसन फीदेखि लिएर सम्पूर्ण चिज निःशुल्कै हो। उसबाट निःशुल्क भनेको शुल्क लिने होइन भन्ने कुनै पनि होइन। भर्ना फी चाहिँ लिने तर अर्को ट्युसन फी नलिने भने त्यो निःशुल्क हुन सक्दैन। त्यसमा त थुप्रो स्टेसनरीको कुरादेखि लिएर खाजा भत्ता पनि दिने भनेको छ नि। यी सबै सुरु इन्ट्रीदेखि प्रमाणपत्र लिनेसम्म त्यो सबै निःशुल्क हुन्छ। निःशुल्क केही पनि लिनु पाइन्न, किनभने राज्यले बेहोर्ने भन्यो नि। राज्यले बेहोर्ने कसरी बेहोर्छ भन्दाखेरि जनताले कर तिर्छन्, कर तिरेर राज्यको चाहिँ ढुकुटीमा पुग्छ, स्थानीय तहमा जान्छ कि प्रदेशमा हुन्छ कि सङ्घीय हुन्छ होइन। सङ्घीयमा नि एउटा जाने भयो, एउटा स्थानीय पनि हुन्छ। स्थानीयमा आधारभूत र माध्यमिक शिक्षा निःशुल्क हुन्छ भनेपछि त्यसको दायित्व कसको जान्छ? स्थानीय तहको नि हुने भने स्थानीय तह त सबै चाहिँ सक्षम त छैन। त्यसैले चाहिँ उसले के छैन, स्थानीयको खर्च कति छ, स्थानीयको लागत कति छ, त्यसलाई हेरेर 4वटा अनुदानहरू जुन चाहिँ जनताले तिरेको कर चाहिँ स्थानीय हुँदै प्रदेश हुँदै प्रदेशका करहरू छन् 8वटा कर, स्थानीयका पनि 8वटा कर छन्। त्यसमा प्रदेशका 8वटा करमध्ये 4वटा करहरू सबै स्थानीयले चाहिँ उठाउँछ, फेरि उसले 60% पनि लिन्छ करहरू। त्यसपछि यता चाहिँ स्थानीयले प्रदेशले चाहिँ सङ्घमा पनि पुर्याउँछ, सङ्घले चाहिँ प्रदेशले कति दिएको छ, लोकलले कति दिएको छ, उसको खर्च कति छ, आवश्यकता कति छ, त्यही अनुसार 4वटा अनुदानहरू प्रदेश र स्थानीय तहलाई दिन्छ। आधारभूत र माध्यमिक त राज्यले बेहोर्ने हो नि। मौलिक हकमा चाहिँ ग्यारेन्टी गर्ने, मौलिक हक भने के हो?
मौलिक हक भने त इनहेरेन्ट राइट हो। निशुल्क शिक्षा भनेपछि अभिभावकसँग केही पनि लिन पाइएन। केही पनि लिन पाइएन। किन भन्दाखेरि निशुल्क भनेको सरकारको साझेदारी गरेको कहाँ राखियो भन्दाखेरि निशुल्क शिक्षा भनेको मौलिक हकमा राखियो, कुनै कानुनी हकमा होइन। कानुन बनाएर लागू गर्नेछ भन्ने होइन। अर्थात् त्यो स्थानीय तहको चाहिँ कुनै कानुन बनाएर तिमीले चाहिँ तिम्रो स्रोत अनुसार गर्छु भनेर एउटालाई दिएको पनि होइन। यो चाहिँ राज्यको मौलिक हक अर्थात् सङ्घीय सरकार। मौलिक हक धेरै जसो सङ्घीय सरकारको छ। आधारभूत र माध्यमिक शिक्षा निशुल्क हुनेछ भने कसले फुलफिल गर्ने? यो त सङ्घीय सरकारको टाउकोमा पर्ने हो, दायित्व पनि हो, संवैधानिक दायित्व पनि हो। किनभने उसको प्रशस्त मात्रामा अरबौँ रुपियाँ अनुदानमा चाहिँ उसले खर्च गर्छ। त्यो अनुदान कहाँ दिनु पर्यो भन्दाखेरि स्थानीय तहलाई आधारभूत र माध्यमिक शिक्षा निशुल्क गराउनलाई सङ्घीय सरकारको दायित्व त्यति हुन्छ। त्यसपछि प्रदेश सरकारको पनि स्थानीय तहले शिक्षामा कति लगानी गरे या कति खर्च गर्छ, कति आवश्यकता छ भनेर उसका पनि 4वटा अनुदानहरू प्रदेशहरूले पनि दिनुपर्ने संवैधानिक दायित्व छ। भनेपछि सङ्घले पनि दिन्छ, प्रदेशले पनि दिन्छ। अनि त्यो चाहिँ अनुदान उसलाई दिएर कम्प्लिटली स्थानीय तहको आधारभूत माध्यमिक शिक्षा तिनै तहका सरकारको निशुल्क गर्ने संवैधानिक दायित्व हो। यो अझै मौलिक हकमा राखिएको छ। मौलिक हक भनेको मानव अधिकारलाई हामी चाहिँ जस्तो चाइल्डको राइट सम्बन्धी कन्भेन्सन छ होइन, बच्चा बच्चीको सम्बन्धी अधिकार सम्बन्धी महासन्धि छ होइन। हामी ICCPR भनेका छौँ, नागरिक राजनीतिक अधिकार सम्बन्धी महासन्धि पनि छ। हामी सिडालाई पनि रेटिफाई गरेका छौँ। यी सबै रेटिफाई गरेको के हो भन्दा हाम्रो दायित्व चाहिँ त्यो मैले चाहिँ मानव अधिकारलाई चाहिँ मैले रेटिफाई गरेँ, म पक्ष राष्ट्र भएँ, त्यो मानव अधिकारलाई म मौलिक हकको रूपमा चाहिँ राखिदिन्छु भनेर उसले कमिटमेन्ट गरेर हाम्रा संविधानमा चाहिँ मौलिक हकको रूपमा राखिएको। अनि मौलिक हकमा राखेपछि मैले चाहिँ कानुन बनाएर तिमीलाई चाहिँ केही चाहिँ शिक्षामा निशुल्क दिन्छु, केही अभिभावकले उठाऊ, केही चाहिँ अरूले चाहिँ अनुदानबाट के अरे दानबाट ल्याऊ र त्यो निशुल्क हुन्छ भन्न पाइयो र? पाइएन, पटक्कै पाइएन। कि त मौलिक हकमा नराखौँ, कानुनी हक भनौँ होइन, लिगल राइट भन्ने एउटा हुनसक्छ, तर संवैधानिक राइट पनि अर्को हुनसक्छ। तर मौलिक हक भनेको राज्य नै ले दायित्व निर्वाह गर्नुपर्छ। राज्यको राज्य विरुद्धको नेगेटिभ राइट हो। नेगेटिभ भनेको राज्यले गर्नै पर्छ। त्यो चाहिँ इनहेरेन्ट राइट, अहरणीय राइट। मेरो हरण हुन सक्दैन निशुल्क भन्ने, अनि मेरो चाहिँ फेरि पैसा ल्याऊ भन्न पाइँदैन। म त निशुल्क शिक्षा पढ्न पाउने मेरो राइट हो, म बच्चाको राइट हो। म चाहिँ माध्यमिकसम्म, आधारभूत माध्यमिकसम्म मैले चाहिँ पढ्न पाउने, निशुल्क पाउने चाहिँ मेरो चाहिँ कसैले हरण गर्न सक्दैन। त्यो न स्थानीय तहको सरकारले हरण गर्न सक्छ, न प्रदेश सरकारले सक्छ, न सङ्घीय सरकारले सक्छ। त्यसैले यो चाहिँ अहरणीय अधिकार भावनाले त्यो राज्यले पनि व्यवस्था गर्नुपर्छ। चन्दा अथवा कुनै तरिकाले लिन सक्ने भन्ने व्यवस्था त छ नि त हामी कहाँ भएको ऐनहरूमा। योभन्दा अगाडिको निशुल्क शिक्षामा ऐनमा पनि छ, अहिले विधेयकमा पनि राखिएको छ। कोही चन्दादाताले दिन सक्छन् नि? चन्दा निशुल्क लिने भनेर राज्यले दायित्व लिएर जब सरकार जनताको कर चाहिँ मा त्यसको चाहिँ जम्मा हुन्छ, सञ्चित हुन्छ भने त्यतिखेर चाहिँ राज्यले तिमीले चन्दा ल्याऊ, अरूबाट सहयोग गर, उठाऊ भन्न पाउँदैन। त्यो गलत हो। यो गलत हुन्छ। चन्दा त उठाउनै पाइएन। कसैको सहयोग भनेको त कर चाहिँ यसमा राख भन्ने हो। भनेपछि त्यसलाई अरू तरिकाबाट गर्न पर्यो। त्यो त राज्य पञ्चायतले खोजेको त्यो व्यवस्था राख्ने भए। त्यो त निशुल्क भनेपछि यदि राख्छ भने त संविधानमा बाँधिन्छ। भोलि कोही नागरिकले बदर गरी पाउँ भनेर गयो भने बदर हुन्छ। त्यो त चन्दा पनि लिन पाइन्न, सहयोग पनि लिन पाइन्न। त्यो अहिले जुन चाहिँ पहिलादेखि एकात्मक शासन पद्धतिमा शक्तिको बाँडफाँड थिएन। एकात्मक राज्य शक्तिको चाहिँ केन्द्रीकृत राज्य पद्धति थियो। त्यस्तोमा चाहिँ धेरै कानुनहरू डेलिगेट राइट प्रयोग गर्दै जाँदा तल चाहिँ सम्म चाहिँ अधिकारहरू प्रत्यायोजित अधिकार अन्तर्गत राज्यले चाहिँ राज्यको अधिकारहरू नभए हुनाले, अधिकार बाँडफाँड नभए हुनाले तल तहको तिमीले आफ्नो अधिकार नभइकन तिमीले यसरी पनि उठाऊ भनेर एउटा अधिकार प्रत्यायोजन गरेर त्यस्तो हुन्थ्यो। तर त अब चाहिँ शिक्षामा निशुल्क गर्छु भनेपछि त्यही चन्दा ल्याऊ या अभिभावकबाट ल्याऊ या अनि चन्दा पाउँदै पाइन्न। स्वेच्छा भनेको राज्यले त्यो चाहिँ चिन्नु पर्यो क्या। राज्यले नचिनेको पैसा अनि त्यहाँ लिन पाइँदैन। कर चाहिँ जनताले कर तिरेको राज्यको कोषमा पुगिसकेको छ। निशुल्क लिन बजेट छुट्याउनु पर्छ राज्यले। सङ्घीय राज्यको दायित्व भने सङ्घीयले गर्न पर्यो, प्रदेशको भने प्रदेश हो, स्थानीय भने स्थानीय हो। स्थानीय सकेन, मेरो खर्च बढी भयो, निशुल्क दिन सकिनँ भने त प्रदेशले अनुदान दिन्छ नि। प्रदेशले चाहिँ पनि पुगेन भने सङ्घीय सरकारले दिन्छ। त्यो राज्य कोषमा शिक्षा सम्बन्धी
भनेपछि राज्यले नै लगानी वृद्धि गर्नु पर्यो। राज्य भनेको तीनटै तहका सरकार राज्य एउटा तहको मात्रै सङ्घ मात्रै होइन। मौलिक हकमा राखिदिएपछि तीनटै तहका सरकारको अधिकार पर्छ। त्यो चाहिँ चन्दा सन्दा यस्तो चाहिँ सहयोगदाता भन्ने चाहिँ खोजियो भने त राज्य पन्छिन पुगेको देखिन्छ। होइन भने त्यो 12 कक्षा निःशुल्क भन्नु त्यो देखाउने दाँत हो। अब त्यो त्यही त यो त सांसदहरू बीच नै यो अस्पष्टता रहेछ भन्ने बुझ्नु पर्यो हैन। संविधानको मर्म बुझ्नु पर्यो पहिलो। संहिताको पावर शेयरिङ संशोधन प्रस्ताव हेर्दाखेरि संहिताको भन्नु शक्ति बाँडफाँड भन्छ नि। शक्ति बाँडफाँडको चाहिँ संहिताको शक्ति बाँडफाँडमा तल्लो तहसम्म अधिकार कसरी चाहिँ प्रक्षेपण हुन्छन् भन्ने बुझ्नु पर्यो पहिलो। उहाँले बुझ्नु छैन भन्ने मलाई लाग्दैन, किनभने संविधान बनाउनु भएको संविधान व्याख्या उहाँले नै गर्ने हो। अब उहाँले गर्न सक्दैन, अदालत र हामी जस्तै मान्छेले व्याख्या गर्ने अदालतमा संविधान व्याख्या लयर र न्यायाधीशले गर्छन् भन्ने हुन्छ। उहाँले कानुन बनाउने हो, संविधान बनाउने, संविधानसँग नबाजिने बनाउने हो। उहाँले यस्तो हुन्छ भनेर व्याख्या गर्ने अधिकार फेरि सांसदलाई छैन। अब चाहिँ अर्को एउटा पेचिलो विषय हैन, जुन यो शिक्षा विधेयक किन अघि बढिरहेको छैन भन्ने सन्दर्भमा चाहिँ निजी विद्यालय व्यवस्थापनको कुरा छ हैन। अब निजी विद्यालयको व्यवस्थापनको कुरा गर्नु पर्दाखेरि यो शिक्षा विधेयक 2080 मा चाहिँ के प्रस्ताव गरिएको छ भने कम्पनीमा चलेका जति पनि अब छन् निजी विद्यालयहरू ती यथावत चल्ने भए हैन, चल्न सक्ने छन्। अब चाहिँ नयाँ खोल्नु पर्यो भने त्यो चाहिँ गैर नाफामूलक गुठीमा खोल्नु पर्ने छ भन्ने एउटा छ। र अर्को के छ, कम्पनीमा चलेका विद्यालयहरू यदि चाहेमा त्यो चाहिँ सेवामूलक हैन गैर नाफामूलक गुठीमा जान सक्ने छन् भन्ने प्रावधान चाहिँ यहाँ राखिएको छ। अब यसबाट हेर्दाखेरि जस्तो अब नयाँ निजी विद्यालयहरू त खोल्न सक्ने भएनन् कम्पनीमा हैन, जति छन् तिनकै मात्रै आधिपत्य रहने जस्तो पनि भयो नि, सिन्डिकेट जस्तो पनि देखियो हैन। यसलाई कसरी हेर्नुहुन्छ यहाँले? पहिलो कुरा चाहिँ प्रत्येक नागरिकले सम्पत्ति आर्जन गर्ने अधिकार हुन्छ, भोग गर्ने अधिकार हुन्छ, बेचबिखन गर्ने र ट्रान्सफर गर्ने पनि अधिकार छ भने कम्पनीमा खोलिसकेल त राज्यले अनुदान दियो भने त्यो चाहिँ निःशुल्क गराउने हुन्छ र उसले प्रफिट चाहिँ आफ्नो कम्पनीको चाहिँ जति हो प्रफिट पनि कमाउन सक्छ, निःशुल्क पनि गरिदिन सक्छ, सेवा पनि गर्न सक्छ। कम्पनीलाई त्यो राज्यले गरेन भने त उसले प्रफिट कमाउनु नै गर्छ। सेवामूलक जा भनेर राज्यले भन्न सक्ने स्थिति रहेन कम्पनीको हकमा। अब चाहिँ कम्पनी खोलेकालाई चाहिँ तिमी कम्पनीहरूलाई पनि स्वेच्छाले जान सक्छौ। अब जन्मिने जति कम्पनीहरू छन् त्यो गैर नाफामूलक चाहिँ कम्पनी खोल्न पाउँछौ भन्यो भने, किनभने त्यो एउटै युनिफर्मिटी भएन राज्यको नीति अनि एकरूपता भएन। एकरूपता नभएपछि के हुन्छ भने कम्पनीहरू खोल्न दिएकोले उनीहरू नाफामूलकै हुने भए। अब अहिलेकाले चाहिँ गैर नाफामूलकमा जाँदाखेरि राज्यले के अनुदान दिएर गैर नाफामूलक भन्ने भने त्यो भन्न सक्ने शक्ति क्षमता राज्यमा हुनु पर्यो र कम्पनीले जति फाइदा गर्छन् त्यही अनुसार त्यता फाइदा हुन्छ भने बल्ल गैर नाफामूलक खोल्छन्। त्यो खोल्ने चाहिँ वातावरण भएन, ढोका खुलेन, तिमीले त्यता जान सक्छौ भन्छ, फाइदा तिमीले लिन पाउनौ भनेपछि किन खोल्छन्, किन सेवामूलक कि गैर नाफामूलक किन खोल्छन्। अर्थात् खोल्यो भने यतातर्फ चाहिँ एउटा कम्पनीमा दर्ता भएको विद्यालयले चाहिँ करोडौं फाइदा गर्छ, केही विद्यालय सीमितले मात्रै चल्ने भयो, कसैले चाहिँ केही पनि हुँदैन भनेपछि त्यो चाहिँ व्यापारिकतिर कमर्सियल उतिर गेनतर्फ प्रफिटतर्फ एकतर्फ जाने। त्यता राज्य चाहिँ के भने गुणात्मक शिक्षा दिने ठाउँमा सेवामूलक शिक्षा गुणात्मक शिक्षा जाने ठाउँमा एउटा नाफामूलक शिक्षा पनि भयो र त्यहाँ चाहिँ एउटा शिक्षामा पनि दरार फैलिने भयो। केही विद्यालयहरूलाई मात्र व्यापार गर्नलाई झन् यो त बाटो बनाइदिएको जस्तो। हुँदा खानेहरू कम्पनीमा जान सक्ने भएनन् पढ्नलाई, कम्पनी थापना गरेका विद्यालयमा हुँदा खानेहरू जान सक्ने, हुने खानेहरू त्यहाँ जाने भए एउटा मुठ्ठीभरका स्कुलहरू नाफामूलक करोडौं अरबौं कमाउन सक्छन् र नागरिक बिचमा विभेद हुन सक्छ, कम्पनीहरूमा या लगानीकर्ताहरूमा विभेद हुन सक्छ। यो यस्तो चाहिँ गर्नुभन्दा कि सबै कम्पनीहरू अब गैर नाफामूलक जाने हामी अनुदान दिन्छौँ भनेर शिक्षालाई निःशुल्क बनाउनुपर्छ भनेर लाग्नु पर्यो, राज्यले नीति ल्याउनु पर्यो। होइन, तिमी कम्पनीमै जाऊ तर हामी अनुदान दिन्छौँ, शिक्षा निःशुल्क देऊ, नाफा गर्ने भने तिमी नाफा गर, तर सेवामूलक यतिसम्म गरेर मापदण्ड बनाइनु पर्यो।
त्यो भयो भने बल्ल हुन सक्छ। कति संशोधन प्रस्ताव के परेको छ भने अहिले भएका निजी विद्यालय कम्पनीमा चलेका निजी विद्यालयलाई चाहिँ केही अवधिभित्र कसैले 5 वर्षभित्र कसैले 10 वर्षभित्र हैन कसैले 20 वर्षभित्र अब चाहिँ गैर नाफामूलक बनाउनु पर्छ भन्ने चाहिँ संशोधन प्रस्ताव परेको छ हैन। तपाईको आशय पनि लगभग भएकालाई पनि सेवामूलकै बनाउनु पर्छ, यो चाहिँ व्यापार गर्न दिनु हुँदैन शिक्षा क्षेत्र भन्ने नै हो। एकदमै कम्पनीहरूलाई लैजाने भने राज्यले गरोस्, नीति ल्याओस्, ऐनमा राखोस्। अब कम्पनी छन् भने सबै कम्पनीलाई गैर नाफामूलक कम्पनीमा राख्ने, गैर नाफामूलक कम्पनीमा राख्दाखेरि राज्यले चाहिँ अनुदान दिने, स्कुलमा पढ्ने भए निःशुल्क पाउने भयो सबैले निःशुल्क पाएपछि शिक्षाको मापदण्ड एउटै हुने भयो, गुणात्मक शिक्षा भने त्यहाँ हुने भयो। होइन भने त के छ भने व्यक्ति नागरिक बीचमा शिक्षामा पनि फरक पर्नु भयो, डिफ्रेन्सेस भयो। कम्पनीमा नै डिफ्रेन्सेस भएर मुठीभरका मान्छेहरू नाफामूलक हुने भए। त्यसैले राज्यको नीति निःशुल्क हो भने राज्यले नै आफ्नो अन्डरमा राख्नु पर्यो। राज्य भनेको 3 तहका सरकारको अन्डरमा पर्यो। सबैले निःशुल्क शिक्षा दिने भनेपछि जनताको कर त्यो निःशुल्क शिक्षा दिनलाई पुग्ने गरी यथोचित बजेट चाहिँ सबै तहका सरकारले आफ्नो बजेट पारित गर्दा प्रत्येक वार्षिक बजेटमा चाहिँ राख्नु पर्यो र निःशुल्क शिक्षा दिने गरी त्यो नीति बनाएर कानुनमा पनि राख्नु पर्यो। त्यही अनुसारका अब कम्पनीलाई अन्त्य गरेर गैर नाफामूलक कम्पनी र गुठीहरू छन्, ट्रस्टहरू छन्, त्यो बनाएर निःशुल्क शिक्षा चाहिँ यो 12 कक्षासम्म होइन उच्च शिक्षा र अझै हाइगर एजुकेसनसम्म पनि दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण छ। हजुर, अब अन्त्यमा जस्तो हामीले केही पेचिला विषयका बारेमा हैन जुन चाहिँ अलिकति अस्पष्टता पनि छ कि यो सरकारवालामा पनि र सांसदहरुमा पनि कतिपय कुराहरू चाहिँ स्पष्ट हुन नसकेको पनि देखिन्छ हैन। यही कारणले गर्दाखेरि अब 1700 भन्दा बढी संशोधन प्रस्ताव पनि परेको छ विद्यालय शिक्षा माथि चाहिँ यो विधेयकमाथि र 1.5 वर्ष जति पनि भइसकेको छ, यो ऐनमा रूपान्तरण भएर आउन सकेको छैन। अब यो छिटो ऐनमा रूपान्तरण भएर आओस् भन्नका लागि जुन शिक्षा समितिको पनि ठूलो भूमिका देखिन्छ हैन, के गर्नुपर्छ? शिक्षा समितिका सांसदले जति चनाखो हुनुहुन्छ, जति जागरुक देखाउनुहुन्छ, छिटोभन्दा छिटो चाहिँ सभापतिलाई ती चाहिँ संशोधन प्रस्तावमाथि दफावार छलफल चलाउन उहाँहरूले निवेदन गरेर दबाब दिएर छिटोभन्दा छिटो त्यहाँ पारित भयो भने राष्ट्रसभा पुग्छ। राष्ट्रसभाबाट अनि हुँदै त्यहाँ पारित गरेर फेरि संशोधन प्रस्तावबाट अनि फेरि प्रतिनिधि सभा आउने, त्यहाँ प्रतिनिधि सभा होलाहरूले पारित गर्नुभयो। त्यो चाहिँ त्यहीँका सांसदहरू शिक्षा प्रेमी सांसद हुनुहोस् अरे उहाँहरूले चाहिँ यो जागरुकता देखाउनु पर्यो। सभापतिको पनि भयो नि हैन, सभापतिको पनि त भूमिका हुन्छ, सभापतिको ठूलो भूमिका हुन्छ। शिक्षा समितिका सांसदहरू जति हुन्छ उहाँहरूको ठूलो रोल भयो। उहाँहरू सांसदले सभापतिलाई झकझकाउनु पर्यो क्या। अनि सभापतिको पनि छिटोभन्दा छिटो चाहिँ यो विधेयक पारित गरेर अनि प्रतिनिधि सभा लगेर प्रतिनिधि सभा पारित गरेर राष्ट्रसभा पुर्याउनुपर्छ भन्ने त्यो चाहिँ मानसिकता नै हुनु पर्यो। मान्छे त्यो चाहिँ हुनुहुन्न भन्ने पनि मलाई लाग्दैन। उहाँ चाहिँ शिक्षामा चाहिँ उहाँहरूले चाँडोभन्दा चाँडो यो चाहिँ ल्याउनुपर्छ भन्ने पनि धेरै शिक्षा का शिक्षा समितिका चाहिँ सांसदहरूको भनाइ पनि मैले देख्दछु। त्यसैले उहाँहरूको जागरुकता अझै चाहिँ बढी देखिनुपर्छ भन्ने मलाई लाग्छ। हस्, यो कुराकानी र समयका लागि धेरै धेरै धन्यवाद। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो शिक्षा सम्बन्धमा धेरै कुरा अन्यल थिए भन्ने कुराहरूलाई चाहिँ केही चाहिँ प्रष्टाउने चाहिँ मौका दिनुभयो। यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हस्, नमस्कार। शिक्षा विमर्शको समय आजका लागि सकिएको छ। कार्यक्रमबाट हामी सबै बिदा चाहन्छौँ। नमस्कार। नेपालखबर.com